संसारमा सयौं जीवहरू छन् र तीमध्ये केही यस्ता जीवहरू पनि छन् जुन रियल लाइफमा एक्जिस्ट गर्छ भनेर विश्वास पनि गर्न सकिँदैन। र आजको भिडियोमा हामी यस्तै केही जीवहरूको बारेमा कुरा गर्नेछौँ जुन अरूभन्दा निकै नै अनौठा र फरक छन्। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सी ल्याम्प्रे समुद्रमा पाइने सबैभन्दा अनौठा जीवहरू मध्ये एक हो सी ल्याम्प्रे। यो माछा जस्तो देखिए पनि यसको शरीरमा जौ हुँदैन। यसको मुख गोलो सक्सन कप जस्तो हुन्छ जसमा धेरै साना र धारिला दाँतहरू हुन्छन्। शरीर लामो र सर्प जस्तो हुन्छ भने टाउकोको दुवैतिर 7-7वटा सास फेर्ने प्वाल हुन्छन्। सी ल्याम्प्रे मुख्यतया उत्तर अटलान्टिक महासागर र त्यससँग जोडिएका नदीहरूमा बस्छ। केही ठाउँमा विशेष गरी उत्तर अमेरिकाका ग्रेट लेक्समा यो बाहिरबाट पुगेको हानिकारक जीव मानिन्छ। यसले आफ्नो गोलो मुखले ठुलो माछाको शरीरमा टाँसिएर त्यस माछाको रगत र उसको तरल पदार्थ खान्छ। यसका कारण कमजोर माछा घाइते हुन सक्छन् वा मर्न पनि सक्छन्। अझ रोचक कुरा, यसले समुद्रमा जीवन बिताए पनि अन्डा पार्न नदीतिरै फर्किन्छ। हर्न लिजार्ड अर्थात् सिङ भएको छेपारो। यसको टाउको र शरीरमा साना काँडा जस्ता सिङहरू हुन्छन्। यसको शरीर चौडा र च्याप्टो हुन्छ जसले गर्दा यो सानो ड्रागन जस्तै देखिन्छ। हर्न लिजार्ड मुख्य रूपमा उत्तर र मध्यम अमेरिकाका मरुभूमि, सुक्खा घाँसे मैदान र बलौटे क्षेत्रमा पाइन्छ र यसको मुख्य खाना कमिला हो, विशेष गरी हार्भेस्टर आन्ट। खतरा महसुस हुँदा यसले आफ्नो शरीर फुलाएर आफूलाई ठुलो देखाउँछ र यसको रङ माटोसँग मिल्ने भएकोले यो सजिलै लुक्न सक्छ। र यसको सबैभन्दा अनौठो विशेषता भनेको आफ्नो दुश्मनलाई डराउन आँखाको वरिपरिबाट रगतको सानो धारा निकाल्न सक्छ। यो तरिका विशेष गरी स्याल वा कुकुर जस्ता शिकारी विरुद्ध प्रयोग हुन्छ। सानो ड्रागन जस्तो रूप र अनौठो सुरक्षा क्षमताका कारण हर्न लिजार्ड साँच्चीकै संसारको विचित्र जनावर हो। नर्दर्न स्टारगेजर समुद्रको बलमुनि लुकेर बस्ने यो अनौठो माछा हो नर्दर्न स्टारगेजर। यसका आँखा, नाक र ठुलो मुख टाउकोको माथिल्लो भागमा हुन्छ। त्यसैले बल्लभित्र पुरिँदा पनि यसले माथि हेर्न र सास फेर्न सक्छ। आकाशका तारातिर हेरिरहेको जस्तो देखिने भएकोले यसलाई स्टारगेजर भनिएको हो। यो माछा पश्चिमी अटलान्टिक महासागरमा विशेष गरी अमेरिकाको नर्थ क्यारोलिनादेखि न्युयोर्कका बलौटे समुद्री क्षेत्रमा पाइन्छ। यसले आफ्ना पखेटालाई बेल्चा जस्तै प्रयोग गरेर केही सेकेन्डमै बल्लमुनि आफूलाई लुकाउँछ। त्यसपछि आँखा र मुख बाहिर राखेर साना माछा, झिँगा र केकडा नजिक आउने प्रतीक्षा गर्छ। शिकार नजिक आएपछि अचानक बाहिर निस्केर त्यसलाई आक्रमण गर्छ। अझ अचम्मको कुरा, यसको शरीरमा एउटा यस्तो अङ्ग हुन्छ जसले सुरक्षाका लागि करिब 50 भोल्टसम्मको झट्का निकाल्न सक्छ र साथै यसको शरीरमा विष भएको काँडा पनि हुन्छन्। बियर्ड भल्चर संसारका सबैभन्दा अनौठा चराहरूमध्ये अर्को हो बियर्ड भल्चर अर्थात् दारी भएको गिद्ध। यसको चुच्चो मुनि कालो रौँ जस्तो प्वाख हुन्छन् जसले यसलाई दारी भएको जस्तो देखिन्छ। यसको शरीर ठुलो हुन्छ र पखेटा फैलाउँदा झन्डै 3 मिटरसम्म पुग्न सक्छ। बियर्ड भल्चर मुख्य रूपमा युरोप, एसिया र अफ्रिकाका अग्ला चट्टानी पहाडहरूमा बस्छ। यस चराको सबैभन्दा विचित्र विशेषता भनेको यसको खाना हो। यसको मुख्य भोजन भनेको जनावरको हड्डी हो। साना हड्डी यसले सजिलै निल्छ, तर ठुला हड्डीलाई आकाशबाट चट्टानमा खसालेर टुक्रा पार्छ र भित्रको पौष्टिक भाग खान्छ। यसको पेटमा निकै शक्तिशाली एसिड हुन्छ जसले कडा हड्डी समेत पचाउन सक्छ। ग्लास स्क्विड संसारका सबैभन्दा अनौठा समुद्री जीवहरूमध्ये अर्को हो ग्लास स्क्विड अर्थात् सिसा जस्तै पारदर्शी स्क्विड। यसको नरम शरीर लगभग पारदर्शी हुने भएकाले यसका आँखा र केही भित्री अङ्गहरू बाहिरबाट देख्न सकिन्छ। यही पारदर्शी शरीरले यसलाई शिकारी र शिकार दुवैबाट लुक्न मद्दत गर्छ। ग्लास स्क्विड संसारभरिका खुला समुद्रमा पाइन्छ। यो मुख्य रूपमा समुद्रको ट्वाइलाइट जोनमा बस्छ जहाँ सूर्यको प्रकाश निकै कम हुन्छ। यसले सानो माछा साथै अन्य साना समुद्री जीवहरू खान्छ। अझ रोचक कुरा, यसको शरीरभित्र समुद्री पानीभन्दा हलुका अमोनियम युक्त तरल हुन्छ जसले धेरै शक्ति खर्च नगरी पानीमा तैरिन मद्दत गर्छ। खतरा हुँदा यसले आफ्नो शरीर गाढा बनाउन, मसिन निकाल्न र तीव्र गतिमा भाग्न सक्छ। यीमध्ये तपाईँलाई सबैभन्दा अनौठो जीव कुन लाग्यो? आफ्नो उत्तर कमेन्टमा लेख्नुहोला र अझै यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।